नमस्कार, मेरो शेयर अपडेटमा तपाईलाई स्वागत छ। शेयर सम्बन्धी भिडियो बनाउने क्रममा आज स्थानीय र वैदेशिक रोजगारका लागि खुलिएको छ एम्बलिङ हाइड्रो पावरको आइपिओ। यसले कति आइपिओ जारी गर्दैछ भन्ने बारेमा भिडियो सुरुवात गर्नुभन्दा अगाडि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर नजिकैको बेल बटनलाई पनि थिच्नुहोस् ताकि मैले बनाउने आगामी नयाँ शेयर सम्बन्धी अपडेटहरू तपाईलाई सजिलैसँग प्राप्त हुन सक्नेछ। एम्बलिङ हाइड्रो पावर लिमिटेडले आज चैत्र 8 गतेदेखि आइपिओ निष्कासन गरेको छ। यसले पहिलो चरणका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि आइपिओ खुल्ला गरेको हो र कम्पनीले 7 करोड रुपैयाँको प्रतियोगिता रु 100 को अंकित दरमा 7 लाख किता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ भने यो शेयरको लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वार्ड नम्बर 1, 2, 3, 4, 5, 6 र 7 का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछ र यसका साथै 2 करोड 10 लाख रुपैयाँ बराबरको प्रतियोगिता रु 100 को अंकित दरमा 2,10,000 किता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका रोजगारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि निष्कासन गरिएको छ। यो आइपिओमा न्यूनतम 10 कितादेखि आवेदन दिनुपर्नेछ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले भने अधिकतम 7,000 कितासम्म आवेदन दिन सकिनेछन् भने वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले अधिकतम न्यूनतम 10 कितादेखि अधिकतम 21,000 कितासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन भन्दा छिटोमा चैत्र 22 गते र ढिलोमा 2083 चैत्र 7 गते हुनेछ। उक्त समयमा सबै बिक्री नभएको खण्डमा भने चैत्र वैशाख 2083 वैशाख 7 गतेसम्म बिक्री खुल्ला हुनेछ र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि भन्दा छिटोमा भने चैत्र 11 गते हुनेछ भने उक्त समयमा सबै शेयर बिक्री नभएको खण्डमा ढिलोमा भने चैत्र 22 गतेसम्म बिक्री खुल्ला रहनेछ। कम्पनीले सञ्चालन गरेको 7.27 मेगावाटको एम्बलिङ खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत 1 अर्ब 87 करोड 11 लाख 56,315 रुपैयाँ छ भने प्रति मेगावाट लागत भने 25 करोड 73 लाख 80,511 रुपैयाँ रहेको छ र यो जलविद्युत आयोजना विद्युत अनुमति पत्र पनि 25 वर्ष 6 महिना बाँकी रहेको छ। यो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि भने 10.76 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने समय भने 19.87 वर्ष रहेको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। भिडियो हेरेर साथ दिनुभएको मेलाई धेरै धेरै धन्यवाद छ। भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोस्। धन्यवाद।